जनतालाई जिताउने हो। जनताले जित्दा को हार्छन् को भाग्छन्, कसको घरबाट के बराबर हुन्छ, कसको घरबाट खाली कागजमा प्रमाण बराबर हुन्छ, कसको घरबाट पैसाको नोट उड्छ, मलाई परवाह छैन। तर जित्नु चाहिँ पर्छ। कसले? मैले होइन, तपाईँले जित्ने हो। मैले होइन, तपाईँले जित्ने हो। मैले अघि भने जस्तै अहिले जन्मिएका मात्र होइन, भोलि जन्मिने यो देशका बच्चाले जित्नुपर्छ। बच्चाले जित्नुपर्छ। यही देशमा भविष्य खोल्ने हो। यही देशमा हामी बस्ने हो। हामी भागेर जाने होइन, यही देशमा भविष्य खोल्ने हो। र भविष्य खोल्न विदेश गएकाहरूलाई पनि आफ्नो देश फर्कन सक्ने वातावरण बनाउन लड्ने हो र लडिरहने हो। उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, आजको यो भेटघाटलाई म केही बेरमा फटाउन गइरहेको छु। मैले अघि पनि भने न्याय पाउने मेरो